नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ तपाईहरुलाई। म विद्यार्थी हुँदा असाइनमेन्ट, नोट्स, प्रेजेन्टेसन बनाउँदा कति टाइम वेस्ट हुन्थ्यो भन्ने सम्झिँदा अझै पनि थकाइ लाग्छ। तर अहिले मैले भेटेको केही फ्री एआई टुल्सहरूले घन्टौँको काम मिनेटमा सकाइदिने रहेछ। तपाईहरुलाई सबैले थाहा छ अहिले एआई को जमाना छ। आज म तपाईहरुसँग मैले आफै प्रयोग गर्ने केही फ्री एआई टुल्सहरू शेयर गर्न चाहन्छु, जसले विद्यार्थीको लाइफ धेरै नै इजी बनाइदिँदो रहेछ। सबैभन्दा पहिलो म धेरै प्रयोग गर्ने टुल्स हो च्याट जीपीटी। असाइनमेन्टको लागि आइडिया चाहियो, डिफिकल्ट टपिक बुझ्नु पर्यो, समरी चाहियो, म सिधै च्याट जीपीटीमा सोध्छु। यसलाई म डिजिटल टिचर जस्तै मान्छु र तपाईहरु पनि मान्नुहुन्छ होला यदि युज गर्न थाल्नु भएको छ भने। कतिपयले त युज गरिरहेको पनि हुनुहुन्छ होला। दोस्रो टुल हो ग्रामरली। इंग्लिशमा एसे वा रिपोर्ट लेख्दा ग्रामर मिस्टेक हुन्छ भने डर लाग्थ्यो, तर अहिले ग्रामरलीले ले सेन्टेन्स सुधारिदिन्छ र राइटिङ प्रोफेसनल बनाइदिन्छ। तेस्रो हो क्यानभा एआई। प्रेजेन्टेसन बनाउन पहिला मलाई 2-3 घण्टा लाग्थ्यो र अहिले क्यानभाले डिजाइन र स्लाइड्स सेकेन्डमा बनाइदिन्छ। अब स्टुडेन्टको लागि यो लाइफ सेभर नै हो भन्दा नि हुन्छ। चौथो हो नोसन एआई। म मेरो नोट्स, टु डु लिस्ट र स्टडी प्लानर यसैमा म्यानेज गर्छु नोसन एआईमा। सबै चिज एउटै ठाउँमा हुँदा पढाइ धेरै नै अर्गनाइज हुँदैन रहेछ भनेर यहाँबाट यो चलाउँदा तपाईले बुझ्न सक्नुहुन्छ। र पाँचौं हो गुगल जेमिनाई। यो भनेको अहिले गुगल जेमिनाईको एकदम एडभान्स भर्जन हो। रिसर्च गर्दा लङ आर्टिकल पढ्न झन्झट लाग्छ भने जेमिनाईले तुरन्त समराइज गरेर मेन पोइन्ट्स दिन्छ, समरी पोइन्ट्स दिन्छ। यी टुल्स प्रयोग गरेपछि मलाई पढाइ धेरै इजी र फास्ट भएको फिल हुन्छ। तपाईहरुले पनि ट्राई गर्नुहोस्, पक्का टाइम बचत हुन्छ।